बीबीसी नेपाली सेवाको साँझपखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा विशेष महाधिवेशन विवादले अन्ततः काङ्ग्रेसमा देखियो प्रष्ट विभाजन, पार्टीबाट निष्कासन गरिएको छ। कारबाहीमा परेका पदाधिकारी तथा सदस्यहरू गगन कुमार थापा महामन्त्री, विश्वप्रकाश शर्मा महामन्त्री, फर्मुला मन्सुर सहमहामन्त्री। तर गगन थापा भन्छन् तपाईको प्राइभेट कम्पनी हो निकाल्नलाई, तपाईको घरबाट निकाल्नु भएको हो। काङ्ग्रेस विभाजनको राष्ट्रिय राजनीतिमा पर्ने असरबारे सुन्नुहुनेछ पत्रकार हरिबहादुर थापासँग कुराकानी र अन्तर्राष्ट्रिय प्रसङ्गमा इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिए निकै कडा कदम चाल्ने ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार। शरद केसीबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड अमेरिकाको भएमा उत्तर एटलान्टिक सन्धि संगठन नेटो निकै शक्तिशाली र प्रभावकारी हुने बताएका छन्। सामाजिक सञ्जालमा उनले डेनमार्कको उक्त स्वायत्त क्षेत्र राष्ट्रिय सुरक्षाका लागि अमेरिकालाई आवश्यक र त्यो अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि महत्त्वपूर्ण रहेको बताए। ग्रिनल्यान्डमाथि अमेरिकी नियन्त्रणभन्दा कम कुनै पनि कुरा अस्वीकार्य रहेको ट्रम्पको भनाइ छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आर्कटिक क्षेत्रलाई वाशिङटनले मिसाएमा अमेरिकाले अभूतपूर्व परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। ग्रिनल्यान्ड र डेनमार्कका विदेश मन्त्रीहरूले अमेरिकी उपराष्ट्रपति र विदेश मन्त्रीसँग टापुको भविष्यबारे छलफल गर्नुभन्दा केही समय अघि यी विवरणहरू आएका छन्। इरानमा सरकार विरोधी प्रदर्शनमा मारिएका थुप्रै मानिसहरूको अन्त्येष्टि भइरहँदा त्यहाँका अधिकारीहरूले पक्राउ परेका व्यक्तिहरूको सुनवाईलाई तीव्र गतिमा अघि बढाउने बताएका छन्। बीबीसीकी लिज डुसेट भन्छन् इरानी अदालतका प्रमुखले सुनवाई तीव्र गतिमा अघि बढाइने कुरा वक्तव्य मार्फत जनाएका छन्। अमेरिका स्थित एउटा मानवाधिकारवादी समूहले प्रदर्शनका क्रममा 12 जना बालबालिका सहित 2500 जना भन्दा बढी मानिस मारिएको बताएको छ। कराच शहरमा भएको विरोध प्रदर्शनमा पक्राउ परेका इरफान सुल्तानीलाई आज मृत्युदण्ड दिन सकिने आफूहरूलाई बताइएको उनका परिवारजनले जनाएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले कुनै पनि प्रदर्शनकारीलाई फाँसी दिएमा आफूले इरान विरुद्ध कडा कदम चाल्ने धम्की दिएका छन्। थाइल्यान्डको राजधानी ब्याङ्ककको उत्तर पूर्वमा गुडिरहेको एउटा यात्रुवाहक रेलमाथि क्रेन खस्दा ज्यान गुमाउनेहरूको संख्या 32 पुगेको छ। दुर्घटनामा उक्त रेल लिकबाट बाहिर जानुका साथै त्यसका केही डिब्बाहरू थिचिएका थिए, जसमध्ये एउटामा केही बेर आगो सल्किएको थियो। उच्च गतिको रेलमार्ग परियोजना निर्माणमा उक्त क्रेनको प्रयोग भइरहेको थियो। थाई सरकारले घटनाको अनुसन्धानको निम्ति आदेश दिएको छ र प्रधानमन्त्रीले जिम्मेवारहरूलाई जवाफदेही बनाइने बताएका छन्। रुसले युक्रेनभरि आक्रमण जारी राखेका बेला किएभले लडाईँको अग्रमोर्चामा पर्ने 5 वटा गाउँहरूबाट बालबालिका र तिनका अभिभावकहरूलाई अन्यत्र जान आदेश दिएको छ। रुसको रक्षा मन्त्रालयले युक्रेनको सुमी क्षेत्रमा पर्ने कोमरिपका गाउँलाई बुधबार आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। र नेपालमा एउटा पुरानो राजनीतिक पार्टी नेपाली काङ्ग्रेसमा ठूलो विभाजन देखा परेको छ। 2 जना महामन्त्रीले अगुवाई गरेको पक्षले काठमाडौँमा आयोजना गरेको विशेष महाधिवेशनको आज चौथो दिन सहमतिको श्रृङ्खलाबद्ध प्रयास विफल हुन पुगेको थियो। पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुला मन्सुरलाई पार्टीबाट निकालिदिएको छ। त्यस्तै विशेष महाधिवेशन पक्षले पार्टी सभापतिमा थापा र अन्य विभिन्न पदाधिकारी सहितको नयाँ कार्य समिति चयन गरिरहेको छ। काङ्ग्रेसको विभाजनले जारी राजनीतिक अन्यल र राष्ट्रिय राजनीतिमा पार्ने असरलाई लिएर धेरैको सरोकार पाइन्छ। यो बीबीसी नेपाली सेवा हो। साँझपखमा पुनः स्वागत छ। केही दिन र सातादेखि चलेका चासो र चिन्तामाझ आज नेपाली काङ्ग्रेसमा प्रष्ट विभाजन देखिएको छ। नेपाली काङ्ग्रेसको केन्द्रीय समितिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एवं सहमहामन्त्री फर्मुला मन्सुरलाई पार्टीको निर्णय विपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै साधारण सदस्य पनि नरहने गरी कारबाही गरेपछि त्यस्तो परिस्थिति देखा परेको हो। केन्द्रीय समितिको उक्त निर्णय लगत्तै विशेष महाधिवेशन स्थलमा सम्बोधन गरेका गगन थापाले पार्टी विभाजित नभएको दावी गर्दै त्यसअघि नै निर्वाचन आयोगलाई पार्टी विशेष महाधिवेशनमा रहेको र त्यसले केन्द्रीय समिति विघटन गरेको कुरा पत्रचार गरिएको बताए।
सुनौ थप रिपोर्ट। दुई पक्षबीच सहमति गर्ने हिजोदेखिको प्रयास विफल भएपछि पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त कारबाहीको निर्णय गरेको थियो। सो निर्णय केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पढेर सुनाएका थिए। नेपाली कांग्रेसको पार्टीको साधारण सदस्य समेत नरहने गरी आजका मितिबाट लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको छ। कारबाहीमा परेका पदाधिकारी तथा सदस्यहरू गगन कुमार थापा महामन्त्री, विश्वप्रकाश शर्मा महामन्त्री, फर्मुला मन्सुर सहमहामन्त्री। संस्थापन भनिएको देउवा पक्षले आजै निर्वाचन आयोग पुगेर कांग्रेसले विशेष महाधिवेशन नगरेको उल्लेख गरिएको पत्र बुझाएको जनाएको छ। केन्द्रीय समितिको कारबाहीको निर्णय लगत्तै थापा र शर्माको अग्रसरतामा काठमाडौँमा आयोजित पार्टीको विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने प्रक्रिया जारी राख्यो। जहाँ बोल्ने क्रममा महामन्त्री गगन थापाले भने, मैले समाचार सुने नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले 2 जना महामन्त्री र सहमहामन्त्री निकाल्यो। तपाईको प्राइभेट कम्पनी हो निकाल्नलाई, तपाईको घरबाट निकाल्नु भएको हो। विशेष महाधिवेशन पक्षले भने निर्वाचन प्रक्रिया सकेर आयोग जाने बताएको छ। तर केन्द्रीय कार्यसमिति विघटनको जानकारी भने आयोगलाई यसअघि नै गराइसकिएको जनाइएको छ। पुनः गगन थापा, केही निर्वाचन आयोगमा यही ठाउँबाट विशेष महाधिवेशन नेपाली कांग्रेसको प्रारम्भ भएर विशेष महाधिवेशनले निर्वाचन आयोगलाई समयमै जानकारी गराइसकेको छ। हाम्रो केन्द्रीय कार्यसमिति श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भङ्ग भइसकेको छ र हामी अहिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने क्रममा छौं। यो नेपाली कांग्रेस, यहाँ छ कांग्रेस। थापाले बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवासँग भएको भेटमा आफूहरूले विशेष महाधिवेशनबाटै अन्तरिम नेतृत्व चयन गरेर जान सुझाव दिएको तर त्यसको सुनवाई नभएको बताए। यसअघि हिजो विशेष महाधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दै अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई पार्टीको नेतृत्व र मुलुकको प्रधानमन्त्रीका रूपमा अघि सारिने बताएका थिए। बहुमत प्रतिनिधि सहभागी भएको भनिएको विशेष महाधिवेशनलाई लिएर कांग्रेस विभाजित बनिरहँदा आजै केन्द्रीय समिति बैठकले कारबाही गरिएका 3 जना पदाधिकारी बाहेक अन्यलाई पार्टीमा फर्कन आग्रह गरेको थियो। पुनः केन्द्रीय सदस्य मीन विश्वकर्मा, आजसम्म जे जस्तो आकर्षणमा, प्रलोभनमा अथवा लैलैमा लागेर साथीहरूले पार्टीको हित विपरीत कार्य गर्नुहुने अन्य पदाधिकारी सदस्यहरूलाई पार्टीको अनुशासन सम्झिएर, पार्टीको जिम्मेवारी सम्झिएर राष्ट्रिय राजनीतिको विषम परिस्थितिलाई मध्यनजर गरेर पार्टीमा फर्कन र नियमित रूपले काम गर्नका लागि हार्दिक आह्वान अपिल गर्ने निर्णय गर्दछन्। कांग्रेस विवाद उत्कर्षमा पुगेका बेला काठमाडौँमा आयोजित विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने प्रक्रिया जारी राखेको छ। अहिलेसम्म सभापतिमा गगन थापाको एक्लो उम्मेदवारी परेको अनि महामन्त्रीमा 2 जना प्रदीप पौडेल र गुरुराज घिमिरेको उम्मेदवारी परेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक मनोज मणि आचार्यले बीबीसीलाई बताएका छन्। अघिल्लो महाधिवेशनको विधान अनुसार पदाधिकारी छानिने हुँदा सभापति र 2 महामन्त्री निर्विरोध हुने अवस्था आएको उनले बताए। पदाधिकारी तथा सदस्य गरी कुल 134 पद पूर्ति गर्नुपर्ने भन्दै सर्वसम्मतिका प्रयास सफल नभए विद्युतीय मेसिनबाट निर्वाचन गर्ने तयारी भइरहेको र रातभरिमा परिणाम आइसक्ने अपेक्षा गरिएको विशेष महाधिवेशनका आयोजकहरूले बताएका छन्। कांग्रेसकै विषयमा हामीले केही बेर अघि एकजना पत्रकार तथा लेखक हरिबहादुर थापालाई सम्पर्क गरी सुरुमा उनलाई यसले राष्ट्रिय राजनीतिमा के असर पार्छ भनी सोधेका छौं। अब मुलुकको सबैभन्दा ठूलो पार्टी, विघटित प्रतिनिधि सभाको ठूलो पार्टी र पुरानो पार्टी विभाजित हुँदाखेरि राजनीतिक संरचना र यही समय अहिलेसम्म आकलन गरिएको मत परिणाम र अबको मत परिणामका बीचमा पनि फरक हुन सक्छ। किनभने विभाजित पार्टी चुनावमा जाँदाखेरि त्यसको असर निश्चय नै पर्छ। त्यो अझ कांग्रेस यही बीचमा उनीहरूको चाहिँ वैधानिकताको विषय पनि उठ्न सक्ने हुँदा त्यसले पनि एउटा अन्यल सिर्जना गर्छ। त्यस अतिरिक्त मुलुकको राजनीतिमा स्वाभाविक रूपमा चाहिँ फरक संरचनामा फरक परिणाम चाहिँ आउन सक्ने अवस्था रहन्छ चुनावका बेला। जस्तो वैधानिकताको कुरा उठाइहाल्नुभयो तपाईँले, जुन अब यो निर्वाचन आयोगमा दुवै पक्षसम्म गएका छन्, भोलि पनि विशेष महाधिवेशन सकिएपछि फेरि जाने भन्ने कुरा छ। त्यहाँबाट छिनोफानो होला नहोला, त्यसपछि अदालत जाला, चुनाव आउन 50 दिन मात्र बाँकी छ। त्यो जटिलताबिच चुनाव सर्ने या चुनाव झन् अन्यल हुने कुरा देखिन सक्छ। पार्टीहरू विभाजित हुन्छन्, फुट्छन्, एउटा कुरा हो। चुनाव चाहिँ अब कोही उम्मेद्वार मरे भने त्यही उम्मेद्वार निर्वाचन क्षेत्रमा मात्रै स्थगित हुने प्रचलन छ। पार्टी फुटेको अवस्थामा यसरी निर्वाचन रोकिने अवस्था विगतमा छैन। कांग्रेसका लागि उसको सङ्कट हो। तर मुलुकको राजनीतिमा त चुनावी प्रक्रियामा होमिसकेपछि त्यहाँ जे जस्ता निर्वाचन आयोगमा विगतमा बुझाइएका डकुमेन्टहरू छन् त्यही आधारमा निर्वाचन आयोग अघि बढ्छ। मलाई लाग्छ यो अहिले विवादमा धेरै निर्वाचन आयोग पस्छ भन्ने मलाई लाग्दैन। कांग्रेस
काङ्ग्रेसको सङ्कट चाहिँ कति ठुलो हो? अब काङ्ग्रेसलाई जुन चुनावी मत परिणामका असर खाले होला, अरू असर कस्ता कस्ता पार्टीभित्रै देखिन सक्छन्? दुवै पक्ष निर्वाचन आयोगमा जान्छन्, तर अब निर्वाचन आयोगले चाहिँ अब हामी कहाँको विगतको मान्यता के छ भने केन्द्रीय समिति र संसदीय दल विभाजन भएका बखतलाई चाहिँ निर्वाचन आयोगले चाहिँ त्यसमा प्रवेश गरेको छ। महाधिवेशन प्रतिनिधिकै हकमा गएर चाहिँ त्यसरी छिनोफानो गरेको अवस्था छैन। त्यसमा प्रवेश गर्न थाल्यो भने त्यहाँ हस्ताक्षर गर्ने सबैको शनाखत गर्नुपर्ने हुन्छ। त्यो त एउटा निर्वाचन आयोगका लागि पुरै झमेलामा पर्नुपर्ने हुन्छ। उसले प्रक्रियामा लैजाला, उसको तर बयान लिने अथवा दुवै पक्षमा बुझ्ने क्रममा निर्वाचनमा होमिसकेको अवस्था हुन्छ। त्यो अवस्थामा वैधानिकताको प्रश्न छ। छिनोफानो चाहिँ निर्वाचन अगाडि होला भन्ने मलाई लाग्दैन। जस्तो अब यो पार्टी विभाजन प्रष्ट रूपमा देखियो, तर यसको महाधिवेशन गर्नुपर्नका कारण गगन थापा, विश्वप्रकाशहरूले एउटा तर्क राख्दै आइरहेका थिए, चुनाव अगाडि बलियो भएर जाने भन्ने, त्यसले चाहिँ चुनावमा कमजोर बनाउने भन्ने देउवा पक्षको संस्थापन पक्षको कुरा थियो। अब यसले चाहिँ काङ्ग्रेसलाई कहीँ बलियो बनाएको पनि छ कि काङ्ग्रेस निकै कमजोर बन्ने अवस्था रह्यो? विभाजनले कहिले कुनै पार्टीलाई बलियो बनाउँदैन। विभाजन हुनु भनेको पार्टीका कार्यकर्ता पहिलो विभाजित हुन्छन्, मत माग्न जाँदै विभाजित हुन्छन्। त्यसले गर्दाखेरि अब नयाँ खोल्ने भन्ने शक्तिले पनि अब दर्तो हुने अवस्था छैन। निर्वाचनको प्रक्रियामा होमिसकेको कारणले गर्दाखेरि दुई भागमा विभाजित मत हुँदै जाँदा अथवा एउटाले अर्कोलाई चाहिँ घात गर्ने क्रम त झन् बाक्लो हुन्छ। त्यो बाक्लो हुने क्रमले निर्वाचन परिणामले निश्चय नै असर गर्छ। जस्तो देउवा पहिला पनि फुटको कलङ्क बोकेको भन्ने आरोप लाग्ने गर्थ्यो। अहिले उत्तरार्धमा पार्टीको सभापति लगभग छोडिसकेको अवस्थामा, फेरि चुनाव नउठ्ने अवस्थामा त्यही फुट रोक्न नसक्दाखेरि किन देउवाले यस्तो गरे होला भन्ने लाग्छ? देउवाको अलिकति यतिखेर त्यो समूहबाट अलिक षड्यन्त्र भयो भन्ने लाग्छ। त्यहाँभित्रको षड्यन्त्र चाहिँ के देखियो भने उहाँकै नेतृत्वमा अर्को सरकारसम्म जाने र यो टिकट पनि उहाँबाटै वितरण गर्ने जुन खालको मनसाय देखिएपछि गगन थापा, विश्वप्रकाशको समूह चाहिँ अलिकति विचलित भएर र फेरि पनि चाहिँ एमालेसँगै गठबन्धन गरेर जाने पनि सङ्केत मिलेपछि अलिकति त्यहाँ चाहिँ विद्रोहको स्थिति आएको हो। तर यो किसिमको चाहिँ विद्रोहमा पुग्छ भन्ने चाहिँ कल्पना गरिएको थिएन। अब गगन विश्वप्रकाशले चाहिँ के पाए त झन् पार्टीलाई कमजोर बनाएर? उहाँहरूको होला अब कुनै उद्देश्यहरू होला। युवाहरूलाई समेटेर चाहिँ फेरि पार्टी नै हामी नै बनाउँछौँ र हामीलाई नै निर्वाचन आयोगबाट वैधता मिल्ला भन्ने उहाँहरूको विश्वास होला। अब त्योतिर निर्वाचन आयोग प्रवेश गर्छै गर्दैन, लगभग एक सातापछि त उम्मेदवारी दर्तामा जानुपर्ने अवस्था छ र पार्टीहरू त अहिले उम्मेदवार छनौटको क्रममा हुनुपर्ने। अब विभाजनतिर जाँदाखेरि उहाँहरूलाई त्यति धेरै लाभ होला भन्ने चाहिँ देखिँदैन अहिलेसम्मको परिस्थिति हेर्दा। भोलि अब फेरि पार्टीमै अब मिल्न सक्ने सम्भावना पनि नभएको होइन। भोलि फेरि पार्टीले कारवाही फिर्ता लिएर सँगै जाउँ भन्ने अवस्था पनि फेरि आउन सक्ला। उनी थिए पत्रकार हरिबहादुर थापा। एउटा विशेष संक्षेपमा, रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको 1 महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेका विरुद्ध संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोगहरू हटाउन सरकारले 4वटा जिल्ला अदालत समक्ष निवेदन दिने बताएको छ। बुधबार महान्यायाधिवक्ताको कार्यालयले रवि लामिछानेले दिएका निवेदन उप विचार गर्दै तथा सहकारी पीडितका बचतकर्ताको हकहितलाई प्राथमिकतामा ध्यान दिँदै उक्त निर्णय लिएको जनाएको छ। जसबारे महान्यायाधिवक्ता सविता भण्डारीले बीबीसीसँग भनिन्, अहिलेको बेलामा पनि सबैले समान न्याय पाओस् भन्ने मेरो चाहना होइन। अलिक बढी नै अभियोजन हो भन्ने कुरामा चाहिँ मैले पुरा भएर त्यो चाहिँ निर्णय गरे हो। सरकारी वकिलहरूले अब जुन अदालतमा त्यो सम्बन्धी मुद्दा छ त्यो चिज चाहिँ उनीहरूले के गर्छन् त, ब्याक गर्छन् त्यो चिजहरू चाहिँ? हामीले चाहिँ अनुरोध मात्र गर्ने हो। उनी थिइन् महान्यायाधिवक्ता सविता भण्डारी। अब एउटा अन्तर्राष्ट्रिय विषय, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै भनेका छन् त्यहाँ सरकार विरोधी प्रदर्शनकारी कसैलाई पनि मृत्युदण्ड दिए अमेरिकाले त्यस विरुद्ध उनकै शब्दमा निकै कडा कारवाही गर्नेछ। इरानमा केही दिन यता चर्किएको सरकार विरोधी आन्दोलनका क्रममा 2500 मानिसहरू मारिएको बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट। गत साता पक्राउ परेका 26 वर्षीय इरफान सुल्तानीलाई आज मृत्युदण्ड दिइने जानकारी आफूलाई दिएको उनका आफन्तले बीबीसीलाई बताएका छन्। उनीहरूका अनुसार इरानी अदालतले 2 दिन भित्रै उक्त सजाय सुनाएको हो, तर उनलाई मृत्युदण्ड दिएको बारे अझै स्पष्ट छैन। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी अधिकारीहरूले उनकै शब्दमा हत्याका लागि ठूलो मूल्य चुकाउने चेतावनी दिएका छन्। उनले सरकार विरोधीहरूलाई प्रदर्शन जारी राख्न पनि आग्रह गरेका छन्। ट्रम्पले भने यदि उनीहरूले मृत्युदण्ड दिए भने हामी कडा कारबाही गर्नेछौँ। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 8:45 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।